जेठी मासले जेठी भाइ आउनुहोस् भन्न साले बड्डो किन मलाई भन्न मेरो बड्डो भाइ खाना पकाउनु भयो किन मेरो बर्थडे खाना पकाए मेरो भाइ बड्डो यता हेर त यहाँ हेर त मलाई यो कुर्ता सुरुवाल किनिदिने यो यता हेर्नु उता नहेर यता हेर यो अर्को अरे मासले जोइ हजुरलाई के मोबाइलमा कपडा देखाउनु पाएको अरू के आउँदैन मासले हजुर आकाश मेरो ढेले मेरो बड्डो मेरो भाइ मासाले यो कपडा किनिदिनुहोस् नै भन्छ छिटो म किन्दिनँ मासले के छ किन्छस् नै किन्दिनँ तपाईँ के गर्नुहोस् किनिदिनुहोस् नि होइन नाइ ब्रेकअप मासाले थ्याङ्क यू ब्रेकअप हजुर थ्याङ्क यू डार्लिङ जान मासले थङ्का के छोडियो त कान्छी ए कान्छी मेरी भाउ मेरो डार्लिङ मासले तपाईँको लागि म छु मेरो लागि तपाईँ हुनुहुन्छ गएर खाना ल्याइसक्यो डार्लिङ मासाले बड्डो तँलाई खाना ल्याउने मेरो हैसियत हो मासाले बड्डो यता हेर बड्डो यो खाना मलाई ल्याइदिस् भने मासाले बड्डो म तँलाई खाना ल्याइदिन्छु नत्र म ल्याइदिन्न मासाले बड्डो छैन मासले हेर बड्डो यता हेर मै भनेको छु यता हेर जेठीकोमा जम्मै कपडा आउने तेरोमा खाने कुरामा म केही पनि खुवाउन मेरो हैसियत त्यही हो तिमीलाई पाल्ने पातरहरू भाग त मासाले बड्डोले आज आएर यस्तो भन्छ होइन म पनि ल्याउँदिन मासाले बड्डो तैँले मलाई यो खाना ल्याउँछस् भने म ल्याउँछु नत्र ल्याउँदिन मासाले बड्डो तिमीहरूलाई पाल्नु त म मरे गइ बेस त मासाले बड्डो मर तेरो हैसियत के छ मासले मर त मरेपछि किरा बस्छु त मरादिन त म यो कपाल फालेर किरा बस्छु बड्डो मासाले बड्डो ज्यादा मासले पातर तेरो किसको हुँदा त म मरे गइ बेस मासाले बड्डो मलाई यो पहिले किनिन्छ न्याउ 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 मासाले बड्डो त मरि गइकिस मासाले बड्डो मलाई अब यो खानेकुरा कसले किन्छ मासाले बड्डो मासाले बड्डो छोडेर किन गई न्याउ 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 न्याउ